त्यहाँ बिस्तारै बिस्तारै छोडिदिनु है। तपाईँहरू पनि यतै भित्र आउँदा पनि हुन्छ हौ, यहाँ आउनु नि, यसो भित्र आउनु न है, अटेन भने त्यहाँ बाटो भयो। धन्यवाद छ सबैजनालाई। आज फेब्रुअरी 14 प्रेम दिवस भनेर पनि हामी बुझ्छौँ। हुन त अब धेरै खालका मान्छेले धेरै खालको कुराहरू गर्छन् होइन, यो हाम्रो होइन त्यो त्यस्तो हो भन्छन्, तर कुनै राम्रो कुरा चाहिँ हाम्रो तेरो मेरो हुँदैन जस्तो लाग्छ मलाई। त्यसो भएको कारणले गर्दाखेरि आज यो प्रेम दिवस मनाइराखिएको छ र हाम्रा श्रम संस्कृति दिदीबहिनी समूह जसले यो रोज गार्डन निर्माण गर्नुभयो उहाँहरूको चाहिँ आयोजनामा र केही सहयोगीहरूको सहयोगमा यो आजको चाहिँ हाम्रो भेला आयोजना भएको छ। म यहाँ दिदीबहिनीहरूलाई सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु, हार्दिक सम्मान गर्न चाहन्छु। श्रमदाताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु, सम्मान गर्न चाहन्छु। यो पार्कमा घुम्न आउनुहुने पर्यटकजीवहरूलाई हार्दिक सम्मान र स्वागत गर्न चाहन्छु। पत्रकार मित्रहरूलाई स्वागत गर्न चाहन्छु र उपस्थित सबैजना जो जति हुनुहुन्छ सबैलाई पुष्ट रूपमा सम्मान स्वागत गर्न चाहन्छु। थुप्रै कुराहरू हामीले गरेका छौँ। यो श्रम संस्कृति पार्कको बारेमा अलिकति मैले भन्नुपर्छ। यहाँ पहिला आउँदाखेरि यतातिर सबै टहराहरू थिए, पारिपट्टि टहरा थियो। ती सबै टहराहरूलाई व्यवस्थापन गरेर तल हामीले होइन वेलकम ट्रस्ट भनेर हामीले भनेका छौँ। त्यसमा दोकानहरू स्थापित गरियो, व्यवस्थित गरियो। त्यस पछाडि पारिपट्टि सचेत धराने समूहले रक गार्डन निर्माण गर्नुभयो। यतापट्टि यो चाहिँ स्वतन्त्र होइन नागरिक समाजका साथीहरूले चौतारा बनाउनु भयो। दिदीबहिनीले यो चाहिँ के अरे होइन गार्डन बनाउनु भयो र एवं रीतले चाहिँ यहाँ अब देखिएका कुराहरू मास्तिरको कहानी थुप्रै छ। यसरी चाहिँ निर्माण भएको पार्क हो। यहाँ असंख्य मान्छेहरूले श्रमदान गर्नुभएको छ। यति नै भनेर हामीले गरेका छैनौँ। यी सारा कुराहरू हामीले श्रमदानबाट गरेका छौँ र श्रम संस्कृति पार्क त्यही भएको कारणले गर्दाखेरि मैले नाम राखेको थिएँ। पछि गएर श्रम संस्कृति पार्टी पो भयो। र यहाँ मासतिर तपाईँले आरा धरान देख्न सक्नुहुन्छ। त्यसको वरतिर तपाईँको चाहिँ के अरे गोर्खा चौतारी, त्यसको वरतिर तपाईँको मासतिर तपाईँको मौनदा क्षेत्र छ, त्यसको वरतिर थुप्रै छ। त्यहाँ झाँक्री भन्ने कुराहरू थुप्रै कुराहरू यहाँ छन्। मैले सबै कुराको नाम लिइराख्नु छैन। र यसरी यो चाहिँ एउटा कम्बो किसिमको चाहिँ घुम्ने ठाउँ हो।